राजा फर्किने सम्भावना छैन भन्नुहुन्छ। त्यो तपाईले प्रचण्डजीले बोले नि सुन्नु भएको छ, केपी ओलीजीले बोलेको नि सुन्नु भएको छ, माधव नेपालजीले सबै नेताहरूले बोलिरहे हामी सुन्छौँ गणतन्त्र पक्षधरहरूले। जब राजा फर्किने कुनै ग्यारेन्टी नै छैन, राजा फर्किने सम्भावना नै छैन भनिसकेपछि अनि फेरि शक्ति प्रदर्शन कसका विरुद्ध र शक्ति प्रदर्शन केका लागि र फर्किदैन भन्ने कुरामा ढुक्क हो भने यो 15-20 दिनसम्म एउटै विषयलाई सदनमा पनि तन्काउने, अखबारमा मिडियामा पनि तन्काइरहेको छ, इन्टरभ्यूहरुमा पनि तन्काइरहेको छ। हरेकतिर राज्य पक्षले नै यो विषयलाई यति धेरै तरङ्गित गरिरहेछ, यति धेरै तरङ्गित गरिरहेको छ कि राज्य चलाइरहेका मान्छेहरू आफूले ल्याएको व्यवस्थासँग कति पनि विश्वस्त छैनन् भन्ने कुरो यहीँबाट प्रमाणित हुन आएको छ। र मेरो चाहिँ प्रश्न 15 गते सडकमा मान्छे निकाल्नेहरूसँग, समाजवादी मोर्चासँग, व्यवस्था तपाईको, राष्ट्रपति तपाईले चुनेको, प्रधानमन्त्री तपाईको व्यवस्थाभित्रको, सभामुख तपाईको व्यवस्थाभित्रको, प्रहरी तपाईको छ, अदालत तपाईको छ, पालिकामा मेयर तपाईका छन्, वडामा वडाध्यक्षहरू तपाईका छन् र पनि तपाई सडकमा आइराख्दाखेरि तपाईले दिन खोजेको सन्देश चाहिँ के हो भन्ने कुरा। यदि उहाँहरू गणतन्त्रलाई नै टिकाइराख्न चाहनुहुन्छ, गणतन्त्र नै सुन्दर व्यवस्था हो भन्ने उहाँहरूलाई लाग्छ भने राजाको विरुद्धमा 1 लाख मान्छे निकाल्नु भन्दा पनि यो गणतान्त्रिक व्यवस्थाका कमी कमजोरी सच्याउनको लागि 1 लाख मान्छे निकाल्नु भयो भने तपाईको व्यवस्था बलियो हुन्थ्यो कि भन्ने एउटा सुझाव पनि हो। किनभने 1 लाख मान्छे यतिकै सडकमा ल्याउन सकिदैन। हेर्नुस्, देशभरिबाट मान्छे बटुलेर काठमाडौँमा 1 लाख मान्छे ल्याउँदाखेरि त्यसमा हुने खर्च तपाईँ हामीले हिसाब गर्यौं भने कमसेकम पनि 10-15 करोड रुपैयाँ खर्च हुन्छ। 10-15 करोड रुपैयाँ खर्च गरेर आफ्ना मान्छे ल्याएर आफ्नै व्यवस्थाभित्र राजालाई तर्साउनु भन्दा आफ्नै व्यवस्थाका कमी कमजोरी सुधार्नुतिर लाग्नुभयो भने त्यो 10 करोड 15 करोड खर्च गरेको कुनै मानेमा सदुपयोग देखिन सकेला। होइन भने यो अर्को प्रकारको भ्रष्टाचार हो। आफ्ना कार्यकर्ताहरूलाई पोस्ने, आफ्नो चाहिँ आफूले प्राप्त गरेको जनमतको दुरुपयोग गर्ने एउटा अर्को जुन नीतिगत अथवा नियतगत भ्रष्टाचारको रूपमा यो देखिनेवाला छ। त्यही भएर मेरो सुझाव समाजवादी मोर्चालाई यस्तो गल्ती नगर्नुस्। तपाईले 1 लाख होइन, तपाईले 5 लाख मान्छे सडकमा निकाल्नुभयो भने तपाईले जस पाउने अवस्था छैन। किन जनता तपाईसँग कुनै पनि हालतमा कहीँ पनि खुसी छैन। 2-4 जना 5 जना मान्छेले व्यवस्था ठिक छ, एकदम चाहिँ राम्रो भइरहेछ भन्देर राम्रो हुने होइन। समग्र हेर्नुपर्छ। समग्र हेर्दा कहीँ पनि केही पनि राम्रो छैन। र अर्को कुरा, 2079 सालको निर्वाचनमा यही गणतान्त्रिक व्यवस्थाका दलहरूले 1 करोड भन्दा बढी समानुपातिक भोट संकलन गरेका छन्। राजाको स्वागतमा गएका छन् जम्मा 15-20 हजार मान्छे, सरकारी डाटालाई पत्याउने हो भने। 1 करोड भन्दा बढी मान्छेको भोट समातेर बसेका पार्टीहरूलाई 15-20 हजार मान्छेसँग डराउनु पर्ने, थरथर काम्न पर्ने, प्रधानमन्त्रीकै मुटु हल्लिनु पर्ने। प्रधानमन्त्रीले बोल्दा पनि राजाको बाहेक मुखमा विषय छैन। आफू प्रधानमन्त्री भएपछि के काम गरियो त भनेर कहिले सुनाउने फुर्सदै छैन। शेरबहादुर देउवाजी आज पनि राजाकै विषय बोलिराख्नु भएको छ। तपाईले प्रचण्डजीलाई पनि काँध हाल्नुभयो, ओलीजीलाई पनि काँध हाल्नुभयो, दुईटा शक्तिलाई काँध हालेर तपाईले सरकार बनाइराख्दाखेरि तपाईहरुले गर्नुभयो के भनेर तपाईसँग डाटा माग्यो भने शेरबहादुरजी आफैलाई थाहा छैन उहाँका मन्त्रीहरू के गर्दैछन् भनेर। आज भर्खर मैले एउटा समाचार सुनिरहेको थिएँ, स्वास्थ्य मन्त्रालयमा औषधि किन्नको लागि चरम भ्रष्टाचार छ। त्यो औषधि खाने मान्छे त कांग्रेसका मान्छे पनि होलान्, त्यही औषधि किनेर खाने मान्छे त एमालेका मान्छे पनि होलान्, त्यही औषधि किनेर खाने मान्छे त माओवादीका मान्छे पनि होलान्, गणतन्त्र जिन्दाबाद भन्ने मान्छे पनि होलान्, गणतन्त्र मुर्दाबाद भन्ने मान्छे पनि होलान्। जोसुकै हो समग्र नेपाली त हो नि त। आफ्नै कार्यकर्ताको स्वास्थ्यसँग खेलबाड गर्न नहिचकिचाउने, आफूलाई भोट दिएका मान्छेको स्वास्थ्यसँग खेलबाड गर्न नहिचकिचाउने, अनि उहाँहरूलाई कहिलेसम्म बोकेर हिँड्ने उहाँहरूलाई। अस्ति भर्खर सोभियो निर्वाचन सम्पन्न भयो। त्यो सोभियो निर्वाचन कुन कलेजमा सम्पन्न भयो तपाईहरुले ख्याल राख्नुभयो त्यो कुरालाई? सबैका सबै सरकारी स्कुल कलेजहरुमा सोभियो निर्वाचन सम्पन्न भएको छ। ती सरकारी कलेजहरु कसको पालामा खुले? सबै राजाको पालामा खुले अथवा बहुदलमा खुले। 10% जति बहुदलमा खुले होलान्, बाँकी 80% अथवा 90% नै पञ्चायतमा खुलेका हुन्। यो गणतन्त्र आइसके पछाडि शिक्षामा लगानी त छ तर बालुवामा पानी खन्या जस्तो छ। त्यसले शिक्षामा कुनै सुधार गरेको छैन। म अहिले देशका विभिन्न जिल्ला दौडिरहेको छु सौभाग्यवश। कुनै बेला
त्यही स्कुलबाट 300-400 जना विद्यार्थी एसएलसी दिन जान्थे। अहिले त्यही स्कुलमा मुस्किलले 10 जना 15 जना एसई दिने विद्यार्थी छन्। कुनै बेला एउटा जिल्लाबाट 3 लाख 4 लाख विद्यार्थीले एसएलसी दिइरहेका हुन्थ्यो। अहिले एउटा जिल्लाबाट मुस्किलले 5000 10000 40,000 50,000 विद्यार्थी पुग्ने अवस्था छैन। त्यो कहाँ गयो त विद्यार्थीहरू? र किन गुणस्तर खस्किँदै गइरहेको छ शिक्षाको? त्यो ख्याल राख्नु पर्यो के यो कुराहरू।